देखो न नजिक लानु न उही देखो न गाइज ल भयो घुम्नु भयो मर्निङ साथीहरू सबैजनालाई वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइज हेर्नु त माघे सङ्क्रान्तिको दिन यस्तो ढुसिला ओ माई गॉड बिहान उठ्ने बित्तिकै बिहान बरु त्यति लाग्थेन होला गाइज अहिले हेर्नु न अहिले त्यस्तो ढुसिला 8:40 हुन लागिसक्यो यस्तो ढुसिला मर्निङ साथीहरू सबैजनालाई नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सन्चै हुनुहुन्छ सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशाको साथ यो भिडियो स्टार्ट गर्दैछु आज चाहिँ माघ 1 यानि कि माघे सङ्क्रान्ति आज चाहिँ माघे सङ्क्रान्ति सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति आज चाहिँ हामी जाँदैछौँ मामा घर अनि किन झुम्का मात्र लगाएको भन्नुहुन्छ होला म सुट पनि लगाएको छु माघे सङ्क्रान्ति लेट्स गो गाइस के हुन्छ आज हेर्दै गर्नु ल आशीर्वाद दिनु हामी चाहिँ टिका लगायौँ बाले लगाइदिनु भयो टिका अब म चाहिँ बुढो मामा घर जाँदैछु राक्षी गङ्गा बाँगाली सघाउनाले माया दया हुने खलन गाइस 50 रुपियाँ आयो एक दिनको चटपटेको सालको माघे सङ्क्रान्तिको शुभकामना धेरै शुभकामना जेठीबाटी छोरी घरको पहिलो लक्ष्मी इज्जत राखे दाम कमाए भाइ बहिनीलाई त्यही संस्कार सिकाए यो चाहिँ अचार बनाउनलाई यो चाहिँ खिचडी खानलाई कहिले बिताउनु भएको थियो आज यता चाहिँ खिचडी त पकाइसके रोटी खानलाई आज मेन खाने भनेको यो हो न आज मेन यही हो के आमाको स्थिति भाँडा मात्दै हजुर लाउनु खानु ल खानु चाख्नु त बा नानीलाई टिको लाउँछु र उतै थियो दिसारो गयो यहाँ चाहिँ टमाटर र प्याज काट्दै मम्मी त्यहाँ खोल्नु त के पाक्दै दोकानको मनिषा हुनुहुन्छ कि यता चाहिँ मासु लोक रातो तो पनि छ मम्मी रातो मुला धनिया साग कति है कस्तो चटपटे टाइपको बसाहा चटपटे हाल्ने भएर होला धनिया चटपटे हाल्ने भएर चटपटे बसाहा के चट्टापट्टा यसरी कसरी रे बुवा
यसरी बसेर टिप्ने रे जिसानी हुने कि होइन काम गर्दा को आमा हो को हो को हो नि त दाइ हो नि हजुरको दाइ तिम्रो दाइ हाम्रो त बा हो नि छोरा हो ए तपाईँको छोरा हो हामी को हौँ त तिमीहरूको दाइ पर्यो हाम्रो कसरी दाइ पर्यो त हाम्रो त बा होला नि ल बा भन्छ नि जे भन्ने नि उयो के बा भन्ने दाइ भन्ने होइन बाबु को छोरा हो आमा जेठाजुको छोरा जेठा बाको छोरा चिन्नु हो त फेरि मान्छे जेठा बज्यूको छोरा घर कहाँ घर जान्छु भन्नु मात्रै जान्छ घर उही त गरेको छैन बाबु पहिला एकै ठाउँमा थियो हँ एकै ठाउँमा थियो पहिला अहिले किन छोडेर आउनु भएको त छोरालाई आउनु मन तिर्खामा चाहिँ त हुन्थ्यो नि लाटेमा। कसैले गर्दैन आमा उहाँ को हो त को हो त हो यो पनि छोरी बच्चे बधाई भदै नि नातिनी भन्नु न अचल त को र हुन्छ मलाई त म त पढायो र मम्मी अब पढ्ने नि भाइ हामी पढाइमा मैले को भनेको छु कि आमाले पकाएको खाना भनेर आएको माइत भनेको को मान्छे अरे अब आमाले पकाएर खानिदिने हो कि छोरीले आमा मर्नलाई बुढी भइरहन पकाउने लग्ने कुराहरू कहाँ बुढी हुनुभयो र यति तरुण हुनुहुन्छ म ठोसे तर हुन्छु होइन बाबु भन् त तैँले बल्ल आएको बसिरहेको छु भन् त सम्झाइदियो त भन्नु न सम्झाइदिएन चाहिँ तरुलको बुझरी अनि यहाँ चाहिँ केही पनि छैन यहाँ चाहिँ मासु फ्राई मासु यहाँ चाहिँ सेलरोटी र बटुक खाएर सकिसक्यो यहाँ चाहिँ खिचडी यहाँ चाहिँ अचार यता पनि छ अचार झोल मासु चाहिँ बाहिर पाक्दैछ न आमा पाक्दैछ अब ल्याएर खाना सुरु गर्छ तिमी कता गर्छौ त हाम्रो घर सेलरोटी पाक्दैछ फेरि यता बटुक पाक्दैछ एक लट पकाएर देखाउनु पर्यो एक लट खाइसक्यौँ एक लट पकाउँदैछौँ आज माघे सङ्क्रान्ति स्पेसल गाइस मैले बनाएको रोटी बोलो मैले बनाएको रोटी खतरा भएछ कस्तो भयो आमा रोटी मैले बनाएको दिदीले रोटी कराउँदै हुनुहुन्छ इधर देखो न गाइस देखो दीदी को रोटी देखो देखो न गाइस देखो न नजिक लानु न उही देखो न गाइस ल भयो घुमाउनु भयो दिदीले बनाउनु भयो खै दिदी यता नि त बन्यो अहिले त बटुक पनि पाक्दैछ यता खाने यति धेरै छ अझै अरू चाहिँ देखे छैनन् म हो भान्से हजुर सो गाइस हाम्रो माघे सङ्क्रान्ति यसरी नै बित्यो अनि तपाईँहरूको कस्तो बित्यो प्लिज कमेन्ट गर्नु
आजको लागि यति नै। फेरि भेट्नेछु अर्को हप्ता नयाँ भिडियो लिएर। बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल। बाई।